के हजुरहरूलाई दोस्रो सन्तान प्राप्त गर्नको लागि केही कठिनाइहरू भइरहेको छ? यदि हजुरहरूलाई दोस्रो सन्तान प्राप्त गर्नको लागि केही गाह्रो भइरहेको छ भने आज म हजुरहरूलाई सेकेन्डरी सबफर्टिलिटीको बारेमा भन्न गइरहेको छु। यदि हजुरहरूको पहिलो सन्तान भइसकेको छ र दोस्रो सन्तान प्राप्त गर्नको लागि गाह्रो भइरहेको छ भने त्यसलाई चाहिँ हामीले सेकेन्डरी सबफर्टिलिटी भनेर बुझ्न सक्छौँ। नमस्ते, म आइभीएफ नर्स। आज म हजुरहरूलाई सेकेन्डरी सबफर्टिलिटीमा के गर्न हुने र गर्न नहुने कुराहरूको बारेमा थोरै जानकारी दिन गइरहेको छु। यो अवस्थामा हामीले गर्नुपर्ने कुराहरू भनेको महिलाको महिनावारी नियमित छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ। त्यसै गरी ओभुलेसन ट्र्याक पनि गर्नुपर्ने हुन्छ। अर्को भनेको नियमित व्यायाम गर्नुपर्ने हुन्छ र दुवै महिला र पुरुषको फर्टिलिटी टेस्ट गर्नुपर्ने हुन्छ, जसमध्ये महिलाको टेस्ट भनेको पाठेघरको जाँच, ट्युबको टेस्ट र सर्टेन हार्मोन टेस्टहरू गर्नुपर्ने हुन्छ। त्यसै गरी पुरुषको गर्नुपर्ने भनेको शुक्राणु परीक्षण गर्नुपर्ने हुन्छ। सन्तुलित खाना खानुहोस्, नियमित व्यायाम गर्नुहोस् र प्रोटिनयुक्त खानेकुराहरू र पानी बढी पिउनुहोस्। उमेर बढ्दै जाँदा प्रजनन क्षमता घट्न सक्छ। छिटोभन्दा छिटो फर्टिलिटी स्पेसलिस्टसँग सल्लाह लिनुहोस्। त्यसै गरी सेकेन्डरी सबफर्टिलिटीमा गर्न नहुने कुराहरू भनेको हामीले चाहिँ वर्षौँ कुरिरहनु हुँदैन। उमेर बढ्दै जाँदा फेरि सक्सेस रेट घट्न सक्छ। त्यसै गरी घरेलु उपचारहरू आफै सुरु गर्नु हुँदैन। आफै औषधि नलिनुहोस् र डाक्टरको सल्लाह बिना केही पनि नगर्नुहोस्। त्यसै गरी मानसिक स्वास्थ्य पनि फर्टिलिटीसँग जोडिएको हुनाले तनावमुक्त हुनुहोस्। सेकेन्डरी सबफर्टिलिटी सामान्य कुरा हो र यसको उपचार सम्भव छ। हामीले यो भनिरहँदा सबैको स्वास्थ्य फरक हुन्छ। त्यसै कारण आजै फर्टिलिटी स्पेसलिस्टसँग कन्सल्ट गर्नका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।